हेलो, म चाहिँ आज बेलाका नगरपालिका 8 प्यारालाइडिङ भन्ने बोप्ताङ डाँडामा भाइरल डाँडा भइरहेछ। अहिले म त्यो ठाउँमा आएको छु। ल, मेरो घरदेखि 6 किलोमिटर माथि यो भाइरल डाँडामा फोटो खिच्न आउनेहरूको भिड अनि हावा कोशी हेर्नेको भिड हेरौँ है यहाँ। ल सबै हो, मकैबारीले पनि पुगेको छैन बस्ने ठाउँ, डाँडा सबै यस्तो घाममा पनि सबै यो भाइरल बोक्ताङ डाँडा हेर्न आउनेहरूको भिड हेरौँ है साथीहरू। हो आज हावा लागेको कारणले, हावा आएको कारणले गर्दा त्यो भएन। ल, यो बेलाका नगरपालिका 8 यो प्यारालाइडिङ उड्ने भाइरल डाँडा अहिले बोप्ताङ भइरहेको छ। भाइरल डाँडाको दृश्य यो कोशी, सप्तकोशी यस्तरी छ यी। अनि येल्के खोज भन्ने यो यहाँ तल मुनि छ, यहाँ बेलाका बीच, यहाँ यो मान्छेहरूको यो डाँडाले छलिएको छ। अनि सप्तकोशी पुल यहाँ माथि। ल, बोप्ताङ भाइरल डाँडाको भिड हेरौँ है साथीहरू। तपाईहरू पनि आउनुहोस् है, को आउनु भएको छैन। यत्तिकै आउने जाने सबै आउने जानेको यसरी बिजोग हुँदै ल घाम नभनिकन पनि यसरी आइरहेका छन्। सप्तकोशी फिजिएको यसको पारी चक्रगटी छ, धरान यता। भाइरल डाँडाको भिड हेरौँ है साथीहरू। ल, सप्तकोशी हेर्न आउने यो प्यारालाइडिङ उड्ने ठाउँ हो यो। ल, पाखा पखेरोले केही पनि भ्याएको छैन है यहाँ। ल, यो भाइरल डाँडाको चमत्कार हेरौँ ल साथीहरू। तपाईहरू को आउनु भएको छैन आउनुहोस् है। प्यारालाइडिङ बोप्ताङ बेलाका 8 सप्तकोशी यसरी हेर्न पाइन्छ यहाँको सिनहरू। ल, भाइरल यहाँ प्यारालाइडिङ बोप्ताङ भाइरल डाँडा हेर्न आउनेको भिड। यो सप्तकोशी यसरी यहाँबाट यसरी देखिन्छ। यो चतरा हो यो पारिपट्टिको। अनि यहाँ चक्रघटी यो साइडमा। अनि यो कोशी यसरी फिजिएको छ। यहाँनिर दोकान घर यो माथिको यो एउटा देखेको यो मात्रै हो। मान्छेहरू यहाँ खानेकुरा आफै लिएर यहाँ खाँदैछन्। यतिखेर आउनुभयो त सर? हाम्रो देवन सर पनि यहाँ आउनु भएछ त हौ। आधी घन्टा भयो। को हामी स्थानीयहरू निकैजना छौँ, घर परिवार साथीभाइहरूसँग आइरहेछौँ है। ए ल, यो चाहिँ बेलाका बीच रिसोर्ट। लो मिङचङमा हेलो, भाइरल डाँडा आएको घुम्नलाई प्यारालाइडिङ बोप्ताङ। त पनि आएको हो? अनि तिमी पनि आएको?
ल म त राति मात्रै आउँछु 8 बजे 8:30 बजे अनि 1 बजे झरिन्छ आज त सम्धिनीहरूलाई घुमाउनलाई विशेष हाम्रो उहाँ सम्धिनीज्यूलाई घुमाउनलाई यो भाइरल डाँडा बोपटाङ डाँडा लिएर आएको ज्वाइँ अनि किन ढिलो हुनुभयो ल बोपटाङ भाइरल डाँडा आइपुग्नु भयो सम्धिनीज्यू अनि यता मेरो भडैनी अनि यहाँ ज्वाइँ ल सोचेको भन्दा पनि अति नै साँच्चै भाइरलै भएको रहेछ यो हाम्रो प्यारालाइडिन बोक्ताङ भाइरल डाँडा त ल यहाँ ल हेन्सम ब्युटीहरू मात्रै यहाँ त भेटिँदो रहेछ त हौ ल सप्तकोशी पनि यहाँ हेरौँ है यहाँ यही सप्तकोशी विशेष सप्तकोशीको लागि नै यहाँ मान्छेहरूको भिड आउने गर्छन् ल टिकटक बनाउनको लागि यहाँ हाम्रो भान्जो यहाँ पनि रहेछ नमस्ते ल नमस्ते यहाँ ल ओके छ त ए ल ल धन्यवाद अनि यहाँ मेरो यो बुहारी छ यहाँ बुहारीले पनि जाने भनेर आएको हामी त आइराखेको हो कि ल यहाँ त ह्यान्डसम बोयहरू टिकटक र भिडियो मात्रै बनाउँदो रहेछ त यहाँ यो ठाउँमा त ल हेरौँ ल ल गाइजहरू तपाईँहरू पनि आउनुहोस् है खानेकुरा बोकेर आउनुहोस् है यो प्यारालाइडिन बोपटाङ भाइरल डाँडा बेलाका नगरपालिका 8 ल अब इन्ड भिडियो ओके साथीहरू बाई अल फ्रेन्ड नमस्ते।